नमस्कार साथीहरू, एकपटक फेरि तपाईको सामु लिएर आएका छौं एक उत्कृष्ट व्यावसायिक आइडिया। आज हामी त्यो बिजनेसको बारेमा कुरा गर्नेछौं जुन हामी सबैलाई धेरै मन पर्छ। जब हामी कसैको घर जान्छौं वा कुनै पार्टीमा जान्छौं, हामी पराई उसलाई केही उपहार दिने गर्दछौं र बदला स्वरूप कहिलेकाहीँ हामीलाई पनि रिटर्न गिफ्ट दिइन्छ ताकि हामी सम्झन सकौं कि हामी कहाँ गएका थियौं र त्यो गिफ्ट कहाँबाट लिएर आएका थियौं। बिल्कुल ठीक बुझ्नुभयो। आज हामी कुरा गर्नेछौं गिफ्टको व्यवसाय कसरी सुरु गर्ने। सुरुवातमा तपाईलाई लाग्न सक्छ कि यो व्यवसायमा धेरै ठूलो लगानीको आवश्यक पर्छ र नाफा सायद कम हुनेछ, तर त्यस्तो होइन। स्टार्टअपका लागि अलिकति थप पैसा लगानी गर्नुपर्छ, तर केही समयपछि नै तपाईँ त्यसबाट राम्रो नाफा कमाउन सक्नुहुन्छ। तपाईँ नाफा कमाउन सक्नुहुन्छ, तर त्यसका लागि केही महत्त्वपूर्ण कुराहरू ध्यान दिनुपर्ने हुन्छ। ती कुराहरू आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ। सो विदाउट वेस्टिङ एनी मोर टाइम आजको भिडियो सुरु गरौँ। सबभन्दा पहिले कुरा गरौँ गिफ्ट सब व्यवसाय किन आकर्षक छ। गिफ्ट सब व्यवसाय आजको समयमा निकै आकर्षक र सम्भावनायुक्त छ। मानिसहरूले विशेष अवसरहरूमा आफ्ना परिवार, साथीभाइ तथा प्रियजनहरूलाई उपहार दिने गर्दछन्, जसले गर्दा गिफ्टको माग निरन्तर रहिरहन्छ। यहाँ केही प्रमुख कारणहरू छन् जसले यो व्यवसायले फाइदाजनक बनाउँछ। जस्तै गिफ्टको माग सधैँ उच्च रहन्छ। गिफ्ट दिने संस्कृतिमा कहिल्यै कमी आउँदैन। जन्मदिन, विवाह, फेस्टिभल, एनिभर्सरी, भ्यालेन्टाइन डे, नयाँ वर्ष, दसैँ, तिहार, फादर्स डे, मदर्स डे जस्ता विशेष अवसरहरूमा मानिसहरू उपहार किन्न पाटे हुन्छन्। आधुनिक जीवनशैलीमा व्यक्तिगत तथा कोर्पोरेट गिफ्टिङको चलन पनि बढिरहेको छ, जसले गर्दा वर्षभरि नै गिफ्ट सबको व्यवसाय चलिरहन्छ। त्यस्तै यो व्यवसाय साना र ठुला दुवै स्तरमा गर्न सकिन्छ। कम लगानीमा सुरु गर्न सकिने व्यवसाय भएकोले यो सजिलै तपाईँ पनि यो व्यवसाय सुरु गर्न सक्नुहुन्छ। यो व्यवसाय सुरु गर्नका लागि धेरै ठुलो लगानीको आवश्यकता पर्दैन। तपाईँ आफ्नो बजेट अनुसार स्टक खरिद गर्न सक्नुहुन्छ र आवश्यक परेमा ग्राहकहरूको अर्डर अनुसार मात्र सामान बिक्री गर्ने प्री-अर्डर मोडेल पनि अपनाउन सक्नुहुन्छ। यदि ठुलो स्केलमा पसल खोल्ने स्थिति छैन भने पनि सानो ठाउँमा सुरु गर्न सकिन्छ, जसले गर्दा सुरुवाती खर्च पनि कम हुने गर्दछ। त्यस्तै तपाईँ यो बिजनेस अफलाइन तथा अनलाइन दुवै माध्यमबाट व्यापार गर्न सक्नुहुन्छ। ई-कमर्स वेबसाइट, फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता डिजिटल प्लेटफर्महरू प्रयोग गरेर घरमै बसेर पनि गिफ्ट बेच्न सकिन्छ। अनलाइन आधुनिक तथा होम डेलिभरी सेवाको उपलब्धता भएका कारण ग्राहकहरूलाई सहज सेवा दिन सकिन्छ। त्यस्तै नयाँ उत्पादनहरू समावेश गर्दै यो व्यवसाय तपाईँ अगाडि बढाउन सक्नुहुन्छ। सो गिफ्ट सब व्यवसाय एकदमै सम्भावनायुक्त छ, किनभने गिफ्टको माग कहिले घट्दैन। साना वा ठुला, अनलाइन वा अफलाइन जुनसुकै तरिकाबाट यो व्यवसाय सञ्चालन गर्न सकिन्छ। थोरै लगानीमा सुरु गरेर समयक्रम अनुसार नयाँ उत्पादनहरू थप्दै विस्तार गर्न सकिने भएकोले यो एक आकर्षक व्यापारिक अवसर बन्न सक्छ। यदि तपाईँ व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने गिफ्ट सब एक राम्रो विकल्प हुन सक्छ। त्यस्तै अब हामी कुरा गरौँ गिफ्ट सब व्यवसाय सुरु गर्ने चरणको बारेमा। गिफ्ट सब व्यवसाय सञ्चालन गर्न चाहनुहुन्छ भने तपाईँले केही महत्त्वपूर्ण चरणहरू पालना गर्नुपर्छ। सही योजना, रणनीति र लगानीको व्यवस्थापन गर्न सकेमा यो व्यवसायलाई सफल बनाउन सकिन्छ। जस्तै सही लोकेसनको छनौट गर्नुहोस्। गिफ्ट सब व्यवसायको सफलता धेरै हदसम्म स्थानमा निर्भर गर्छ, किनभने उपयुक्त स्थानमा पसल खोल्दा ग्राहकको भिडभाड बढी हुने गर्दछ र बिक्री पनि राम्रो हुने गर्दछ। सही लोकेसन छनौट गर्दा तपाईँले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ, जस्तै मुख्य बजार क्षेत्र। भिडभाड हुने ठाउँहरूमा गिफ्ट सब खोल्दा धेरै ग्राहक आकर्षित गर्न सकिन्छ। किनमेल गर्न आउने ग्राहकहरूले सहज रूपमा गिफ्ट खरिद गर्न सकुन् भन्ने हिसाबले तपाईँले पसल खोल्नुपर्छ। त्यस्तै स्कुल, कलेज र युनिभर्सिटी नजिक विद्यार्थीहरू पढाइ साथीहरूको जन्मदिन, भ्यालेन्टाइन डे, एनिभर्सरी वा अन्य अवसरमा गिफ्ट दिने गर्दछन्। त्यसैले शैक्षिक संस्थाको वरिपरि गिफ्ट सब राख्दा राम्रो व्यापार गर्न सकिन्छ। त्यस्तै सपिङ मल वा व्यस्त स्थानमा तपाईँ यो पसल खोल्न सक्नुहुन्छ। मानिसहरू किनमेलका लागि सपिङ मल जाने भएकोले त्यहाँ गिफ्ट पसल राख्दा स्वाभाविक रूपमा बिक्री राम्रो हुने गर्दछ। त्यस्तै अफिस क्षेत्र वा व्यापारिक क्षेत्र अनि त्यस्तै सामाजिक कार्यक्रम वा मेला लाग्ने स्थानहरूमा यो पसल तपाईँले खोल्न सक्नुहुन्छ। यदि तपाईँले भौतिक स्टोर खोल्न गाह्रो छ भने अनलाइन गिफ्ट स्टोर सुरु गर्न सक्नुहुन्छ। अनलाइन गिफ्ट सब व्यवसाय सञ्चालन गर्नका लागि तपाईँले केही कुरामा चाहिँ ध्यान दिनुपर्ने हुन्छ, जस्तै पर्सनल वेबसाइट बनाउने। आफ्नै वेबसाइट खोल्न सकिन्छ जहाँ ग्राहकहरूले गिफ्ट ब्राउज गरी अर्डर गर्न सक्छन्। त्यस्तै फेसबुक र इन्स्टाग्राममा स्टोर बनाउने। सामाजिक सञ्जालमा गिफ्ट सब प्रोफाइल बनाएर ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिन सकिन्छ। त्यस्तै अनलाइन प्लेटफर्महरूमा लिस्टिङ गर्ने। दराज जस्ता अनलाइन प्लेटफर्महरूमा गिफ्टका प्रोडक्टहरू बिक्री गर्न सकिन्छ। त्यसैले गिफ्ट सब व्यवसाय सुरु गर्दा सबैभन्दा पहिले लोकेसनको सही छनौट गर्नुपर्छ। मुख्य बजार, शैक्षिक संस्था नजिक, सपिङ मल वा व्यापारिक क्षेत्रमा पसल खोल्दा राम्रो व्यापार हुने गर्दछ। यदि अफलाइन पसल खोल्न गाह्रो छ भने अनलाइन स्टोर सञ्चालन गरेर पनि यो व्यवसायलाई सफल बनाउन सकिन्छ। त्यस्तै अब कुरा गरौँ गिफ्टको प्रकारको छनौटको बारेमा। गिफ्ट सब व्यवसाय सुरु गर्नु अघि तपाईँले कुन प्रकारका गिफ्ट बेच्ने भन्ने पनि स्पष्ट योजना बनाउनुपर्छ। बजारमा विभिन्न खाले गिफ्ट आइटमहरू पाइन्छन् र तपाईँको लक्ष्य ग्राहक समूहको आधारमा व्यवसायको प्रकार निर्धारण गर्न सक्नुहुन्छ। गिफ्ट सब मुख्यतया 3 प्रकारको हुने गर्दछ। सामान्य गिफ्ट सब। यदि तपाईँ सामान्य गिफ्ट सब खोल्न चाहनुहुन्छ भने रेडिमेड गिफ्ट वस्तुहरू बजारमा किनेर बिक्री गर्न सक्नुहुन्छ। यस्तो पसलमा प्राय मानिसहरूले सस्तो र सजिलै उपलब्ध हुने गिफ्टहरू खोज्ने गर्दछन्, जस्तै टेडी बियर, सोपिस, ग्रिटिङ कार्ड, म्युजिक बक्स, किचेन, फोटो फ्रेम इत्यादि। पर्सनलाइज गिफ्ट सब। यदि तपाईँ चाहनुहुन्छ भने ग्राहकका आवश्यकता अनुसार
कस्टमाइज गिफ्ट प्रदान गर्न सक्नुहुन्छ। पर्सनलाइज गिफ्ट सबमा ग्राहकको नाम, फोटो वा विशेष मेसेज राखेर प्रोडक्ट बनाउने गरिन्छ। जस्तै फोटो प्रिन्टेड मग, वाल क्लक, टी-सर्ट, मोबाइल कभर, लाइट फोटो फ्रेम इत्यादि। यस व्यवसायको फाइदाको बारेमा कुरा गर्दाखेरि सामान्य गिफ्ट सबभन्दा बढी नाफा कमाउन सकिन्छ। त्यस्तै स्पेसलाइज गिफ्ट सब, यदि तपाईँ विशेष अवसरका लागि मात्र गिफ्ट बेच्न चाहनुहुन्छ भने स्पेसलाइज गिफ्ट सब खोल्न सक्नुहुन्छ। जस्तै जन्मदिन गिफ्ट, वेडिङ गिफ्ट, फेस्टिभल गिफ्ट, कोर्पोरेट गिफ्ट, एनिभर्सरी गिफ्ट। यस गिफ्ट सबको फाइदाको बारेमा कुरा गर्दाखेरि लक्ष्यसम्म स्पष्ट भएकाले प्रचार प्रसार गर्न सजिलो हुन्छ। यस्ता गिफ्टहरूको मूल्य सामान्य गिफ्टहरूभन्दा महँगो हुने गर्दछ, जसले नाफा पनि बढी हुने गर्दछ। त्यसैले गिफ्ट सब व्यवसाय सुरु गर्दा तपाईँले कुन प्रकारको गिफ्ट बेच्ने भन्ने योजना पहिले नै बनाउनु आवश्यक हुन्छ। यदि कम लगानीमा सामान्य गिफ्ट सब खोल्न चाहनुहुन्छ भने रेडिमेड गिफ्ट बिक्री गर्न सक्नुहुन्छ। यदि विशेष सेवा दिन चाहनुहुन्छ भने पर्सनलाइज गिफ्ट सब राम्रो विकल्प हुन सक्छ। यदि तपाईँले कुनै विशेष अवसरमा मात्र केन्द्रित हुन चाहनुहुन्छ भने स्पेसलाइज गिफ्ट सब व्यवसाय राम्रो विकल्प हुन सक्छ। त्यस्तै अब कुरा गरौँ प्रारम्भिक लगानी र खर्चको बारेमा पनि। गिफ्ट सब व्यवसाय थोरै लगानीमा सुरु गर्न सकिने व्यापारिक अवसरहरूमध्ये एक हो। तपाईँ आफ्नो बजेट अनुसार सानो, मध्यम वा ठुलो स्केलमा पसल सञ्चालन गर्न सक्नुहुन्छ। जस्तै सानो स्तरको पसल, यदि तपाईँ न्यून लगानीमा गिफ्ट सब खोल्न चाहनुहुन्छ भने सानो स्तरको पसल उपयुक्त हुन सक्छ। यसका लागि तपाईँले 50,000 देखि 1.5 लाखसम्म इन्भेस्टमेन्ट गर्नुपर्ने हुन्छ र यसले ठुलो ठाउँ पनि ओगट्दैन, जहाँ तपाईँले 100 देखि 200 वर्ग फिटमा यो पसल राम्रै सुरु गर्न सक्नुहुन्छ। त्यस्तै मध्यम स्तरको पसल, यदि तपाईँ अलिक ठुलो स्केलमा पसल खोल्न चाहनुहुन्छ भने मध्यम स्तरको गिफ्ट सब उपयुक्त विकल्प हुन सक्छ। यसका लागि तपाईँले 2 लाख देखि 5 लाखसम्म इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ र यसलाई तपाईँले 300 देखि 500 वर्ग फिट क्षेत्रफलमा पनि यो व्यापार सुरु गर्न सक्नुहुन्छ। त्यस्तै ठुलो स्तरको पसल, यदि तपाईँ उच्च स्तरमा व्यवसाय विस्तार गर्न चाहनुहुन्छ भने ठुलो स्केलमा गिफ्ट सब खोल्न सक्नुहुन्छ। यसका लागि तपाईँले 5 लाखदेखि अधिक लगानी गर्नुपर्ने हुन्छ। यसका लागि तपाईँले 1000 वर्ग फिटको पसल आवश्यकता पर्न सक्छ। त्यस्तै रेडिमेड, पर्सनलाइज र स्पेसलाइज गिफ्टहरूको ठुलो कलेक्सन तपाईँले यस पसलमा राख्नुपर्ने हुन्छ। कोर्पोरेट गिफ्ट सेवाहरू पनि प्रदान तपाईँ यो गिफ्ट सबमा राख्न सक्नुहुन्छ। त्यस्तै यदि हामी मुख्य खर्चहरूको बारेमा कुरा गर्दाखेरि यसको मुख्य खर्चको रूपमा आउँछ पसलको भाडा, सामान खरिद, पसलको सजावट र र्याक बनाउने, लाइसेन्स र दर्ता खर्च, मार्केटिङ र विज्ञापन खर्च। यी खर्चहरू यस व्यवसायको मुख्य खर्चहरू हुन्। तपाईँले यो सबै गरिसकेपछि तपाईँले लाइसेन्स र रेजिस्ट्रेसन पनि गर्नुपर्ने हुन्छ। म यही सजेस्ट गर्न चाहन्छु, तपाईँको ठुलो व्यवसाय होस् या सानो व्यवसाय होस्, तपाईँले जुनसुकै व्यवसाय गरिराख्नु भएको छ त्यो सबै व्यवसायको तपाईँले रेजिस्टर आफ्नो व्यवसायले गर्नुपर्ने हुन्छ। यदि तपाईँ यो व्यवसाय सानो स्तरमा गर्न चाहनुहुन्छ भने यसको लागि लाइसेन्सको आवश्यकता नपर्न सक्छ, तर कानुनी रूपमा यदि तपाईँ सुरक्षित हुन चाहनुहुन्छ भने तपाईँले अवश्य आफ्नो बिजनेसलाई रेजिस्टर गर्न आवश्यक हुन्छ र यसको लागि लाइसेन्स पनि लिनुपर्ने हुन्छ। किनभने इजाजत पत्र लिँदाखेरि व्यवसायले कानुनी रूपमा सुरक्षित बनाउँछ र बैंक खाता खोल्न वा लोन लिन पनि सहयोग गर्छ र सरकारको नियम अनुसार सञ्चालन गर्न मद्दत पनि मिल्ने गर्दछ। त्यस्तै अब हामी कुरा गरौँ गिफ्ट सबको मार्केटिङ स्ट्र्याटेजीको बारेमा पनि। गिफ्ट सब व्यवसाय सफल बनाउन सही मार्केटिङ रणनीति अपनाउनु आवश्यक छ। ग्राहक आकर्षित गर्न र प्रतिस्पर्धामा अगाडि रहन विभिन्न डिजिटल अफलाइन मार्केटिङ उपायहरू अपनाउन सकिन्छ। जस्तै सोसियल मिडिया प्रमोसन, आजको डिजिटल युगमा सोसियल मिडिया प्रमोसनको अति आवश्यक छ। जस्तै फेसबुक र इन्स्टाग्राम मार्केटिङ, गिफ्ट आइटमको आकर्षक फोटो र भिडियो पोस्ट गर्नुहोस्। इन्स्टाग्राम रिल्स र फेसबुक स्टोरीमा प्रमोसन तपाईँ गर्न सक्नुहुन्छ। नियमित रूपमा गिभअवे वा कन्टेस्टेन्ट आयोजना गर्नुहोस्। इन्फ्लुएन्स मार्केटिङ प्रयोग गरेर लोकप्रिय व्यक्तिहरूसँग समन्वय गर्नुहोस्। त्यस्तै युट्युब मार्केटिङ, गिफ्ट आइटमहरू अनबक्सिङ र रिभ्यू भिडियो बनाउनुहोस्। बेस्ट गिफ्ट आइडियाज फर बर्थडे, एनिभर्सरी जस्ता भिडियोहरू अपलोड गर्नुहोस्। ग्राहकहरूको प्रतिक्रिया राख्नुहोस्। त्यस्तै वाट्सएप बिजनेस मार्केटिङ, वाट्सएप बिजनेस एप डाउनलोड गरेर ग्राहकहरूसँग सिधा सम्पर्क राख्नुहोस्। त्यस्तै क्याटलग फिचर प्रयोग गरेर गिफ्ट आइटमहरूको लिस्ट बनाउनुहोस्। त्यस्तै ग्राहकहरूलाई नयाँ अफरहरूबारे ब्रोडकास्ट मेसेज पठाउनुहोस्, किनकि यो सबै गर्न तपाईँले निःशुल्क र छिटो ग्राहकहरूसँग पुग्न मद्दत गर्नेछ। प्रत्यक्ष रूपमा ग्राहकहरूसँग सम्पर्क गर्न पनि सहयोग गर्दछ। डिजिटल मार्केटिङको प्रभाव धेरै हुने गर्दछ। त्यस्तै तपाईँले डिजिटल मार्केटिङ पनि गर्न सक्नुहुन्छ, जहाँ गुगल सर्चमा बेस्ट गिफ्ट सब नियर मी जस्ता विज्ञापन देखाएर ग्राहकहरू आकर्षित गर्न सकिन्छ। त्यस्तै फेसबुक र इन्स्टाग्राममा एड चलाउन सक्नुहुन्छ, जहाँ टार्गेटेड अडियन्स छनौट गरेर विज्ञापन चलाउन सकिन्छ। त्यस्तै जन्मदिन, विवाह, फेस्टिभलको लागि विशेष अफर देखाएर विज्ञापन गर्न सकिन्छ। त्यस्तै फेसबुक र इन्स्टाग्रामको मार्केट प्लेसमा गिफ्ट आइटम लिस्टिङ पनि गर्न सकिन्छ। त्यस्तै अर्को स्ट्र्याटेजी भनेको यदि तपाईँको गिफ्ट सब स्थानीय बजारमा छ भने तपाईँले पम्पलेट वितरण, पोस्टर र ब्यानर प्रचार प्रसार गर्न सक्नुहुन्छ। ग्राहकलाई बारम्बार पसलमा फर्कन प्रेरित गर्न रोयल्टी प्रोग्राम एकदमै उपयोगी हुन्छ। जस्तै डिस्काउन्ट अफरहरू, जहाँ तपाईँले बाई 1 गेट 1 फ्री अफर लागू गर्न सक्नुहुन्छ। त्यस्तै फ्ल्याट 10% डिस्काउन्ट अन फर्स्ट पर्चेज अफर दिन सक्नुहुन्छ। त्यस्तै मेम्बरसिप प्रोग्राम पनि तपाईँ चलाउन सक्नुहुन्छ, जहाँ लोयल कस्टमरका लागि सिल्भर, गोल्ड, प्लाटिनम मेम्बरसिप योजना
ल्याउन सक्नुहुन्छ। नियमित ग्राहकलाई रिवार्ड पोइन्ट सिस्टम प्रदान गर्न सक्नुहुन्छ। त्यस्तै फेस्टिभल अफरहरू, विशेष पर्वहरूमा गिफ्टको बिक्री धेरै हुने भएकाले फेस्टिभल मार्केटिङ गर्नुपर्छ, जहाँ तिहार अफर, बाई 2 गिफ्ट एन्ड गेट 1 फ्री जस्ता अफर चलाउन सक्नुहुन्छ। त्यस्तै क्रिसमस अफर, नयाँ वर्ष अफर, भ्यालेन्टाइन अफर, यस्ता अफरहरू चलाएर तपाईँ आफ्नो सबको मार्केटिङ गर्न सक्नुहुन्छ। सो तपाईँको गिफ्ट सबको मार्केटिङको लागि कुन स्ट्राटेजी उपयोग गर्न चाहनुहुन्छ? डोन्ट फर्गेट टु कमेन्ट अस। त्यस्तै अब सबभन्दा मेन पार्ट, यो बिजनेसमा नाफा कति हुन्छ त? गिफ्ट सब व्यवसायमा राम्रो नाफा मार्जिन हुन्छ, किनभने उपहार वस्तुहरू भावनात्मक मूल्यमा बोकेका हुन्छन्, जसले गर्दा ग्राहकहरूले अलि बढी मूल्य तिर्न तयार रहन्छन्। सही प्रोडक्टको छनौट, राम्रो मार्केटिङ र अनलाइन तथा अफलाइन व्यापारलाई सन्तुलित रूपमा सञ्चालन गर्न सकेमा उत्कृष्ट नाफा आर्जन गर्न सकिन्छ। गिफ्ट सबको प्रकार अनुसार नाफा फरक फरक हुन सक्छ। जस्तै सामान्य गिफ्ट सबमा 10 देखि 30% नाफा मार्जिन हुन्छ, जहाँ तपाईँले टेडी बियर, सोपिस, ग्रिटिङ कार्ड, म्युजिक बक्स, किचन, फोटो फ्रेम इत्यादि बेच्न सक्नुहुन्छ। त्यसैले तपाईँ पर्सनलाइज गिफ्ट सब चलाउनुहुन्छ भने त्यहाँ 15 देखि 30% नाफा मार्जिन हुन सक्छ। मेसिनमा प्रिन्टिङ सामग्रीमा एक पटकको लगानीले निरन्तर राम्रो नाफा कमाउन सकिन्छ। त्यस्तै कोर्पोरेट गिफ्ट सब, जहाँ 20 देखि 35% सम्म नाफा आर्जिन हुन सक्छ। कम्पनीहरूको लागि ठुलो विशेष गिफ्ट, कस्टमाइज लोगो सहितका गिफ्ट सेट, प्रिमियम गिफ्टहरू आदि तपाईँले बेच्न सक्नुहुन्छ। त्यस्तै विशेष अवसर, तिहार, दसैँ, नयाँ वर्ष, भ्यालेन्टाइन जस्तामा बिक्री दोब्बर हुने गर्दछ, जसले नाफा अझ बढाउँछ। यदि अनलाइन व्यापार सही तरिकाले गर्न सक्यो भने मासिक 50,000 देखि 70,000 सम्म पनि कमाउन सकिन्छ। सो ओभरअल हेर्दाखेरि यदि तपाईँले यो बिजनेसमा सही तरिकाले इन्भेस्टमेन्ट गर्नुभयो अनि त्यस्तै मार्केटिङ गर्नुभयो, प्लानिङ गर्नुभयो, सही स्ट्राटेजी लगाउनुभयो भने तपाईँले एक भ्यालुएबल इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। सो साथीहरू, यो थियो हाम्रो गिफ्ट सब व्यवसायको बारेमा। यदि तपाईँले यो भिडियो राम्रो लाग्यो भने लाइक गर्न नबिर्सनु होला र यो भिडियो तपाईँले कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा पनि भन्न नबिर्सनु होला र साथै आफ्नो साथीलाई पनि अवश्य सेयर गरिदिनु होला। सो अझसम्म तपाईँले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन वा यो आवाज तपाईँले पहिलोपटक सुनिराख्नु भएको छ भने च्यानललाई सब्सक्राइब गरेर बेल नोटिफिकेसन अन गर्न नबिर्सनु होला। हामी फेरि यस्तै एउटा अर्को एजुकेसनल अर्थात् बिजनेस रिलेटेड भिडियोमा तपाईँसँग मिल्नेछौँ। त्यति दिनसम्म स्टे ह्याप्पी एन्ड स्टे सेफ। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।